वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षण। वन्यजन्तु र प्राकृतिक सम्पदा कुनै पनि राष्ट्रको अमूल्य धरोहर हुन्। वन, नदी, हिमाल, वनस्पति, खनिज पदार्थ तथा विभिन्न प्रजातिका जनावरहरूले हाम्रो पर्यावरणीय सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन्। तर बढ्दो जनसङ्ख्या, अव्यवस्थित विकास र प्राकृतिक स्रोतको अत्याधिक दोहनका कारण यिनीहरू सङ्कटमा परिरहेका छन्। त्यसैले वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षण आजको अपरिहार्य आवश्यकता बनेको छ। यस निबन्धमा संरक्षणको आवश्यकता, चुनौती र समाधानका उपायहरूबारे चर्चा गरिनेछ। प्रथम, वन्यजन्तु र प्राकृतिक सम्पदा पर्यावरणीय सन्तुलनका आधार हुन्। वन्यजन्तुले खाद्य श्रृङ्खलालाई सन्तुलित राख्छन् भने वनले हावालाई शुद्ध बनाउने, माटो कटान रोक्ने र जलवायु सन्तुलन कायम राख्ने काम गर्छ। उदाहरणका लागि, वन विनाश हुँदा वर्षा प्रणालीमा परिवर्तन आउँछ र प्राकृतिक विपत्ति बढ्ने सम्भावना रहन्छ। त्यसैले जैविक विविधताको संरक्षण मानव जीवनको सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको छ। त्यसपछि प्राकृतिक सम्पदाले आर्थिक विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँछ। पर्यटन, कृषि, जडीबुटी र वन उत्पादन जस्ता क्षेत्रहरू प्राकृतिक स्रोतमा आधारित छन्। नेपाल जस्ता देशमा राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रहरूले आन्तरिक तथा बाह्य पर्यटन बढाउन सहयोग गरेका छन्। तर अवैध शिकार, वन फडानी र प्रदूषणका कारण वन्यजन्तु तथा प्राकृतिक स्रोतहरू जोखिममा परेका छन्। यदि यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने दीर्घकालीन आर्थिक क्षति हुन सक्छ। साथै संरक्षणका लागि सरकारी नीति मात्र पर्याप्त हुँदैन, जनचेतना र सहभागिता पनि आवश्यक हुन्छ। विद्यालय स्तरदेखि नै वातावरणीय शिक्षामा जोड दिनु आवश्यक छ। समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रमले सकारात्मक परिणाम देखाएको छ। साथै कानुनी व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ र अवैध गतिविधिमा संलग्न व्यक्तिलाई कडा कारबाही गरिनुपर्छ। प्रविधिको प्रयोग गरेर वन्यजन्तु निगरानी तथा अनुसन्धानलाई सुदृढ बनाउन सकिन्छ। अन्ततः दिगो विकासको लक्ष्य प्राप्त गर्न प्राकृतिक स्रोतको सन्तुलित उपयोग आवश्यक छ। विकासका नाममा प्रकृतिको अन्धाधुन्द दोहन गर्नु बुद्धिमानी हुँदैन। वर्तमान पुस्ताले मात्र होइन, भावी पुस्ताले पनि प्राकृतिक सम्पदाको लाभ लिन सक्ने वातावरण सिर्जना गर्नु हाम्रो दायित्व हो। समग्रमा वन्यजन्तु र प्राकृतिक सम्पदाको संरक्षण मानव अस्तित्व र राष्ट्रिय समृद्धिसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय हो। यसको संरक्षणका लागि सरकार, समुदाय र व्यक्तिगत स्तरबाट समन्वित प्रयास आवश्यक छ। यदि हामीले प्रकृतिलाई सम्मान गर्दै जिम्मेवार व्यवहार अपनायौँ भने दिगो विकास सम्भव हुनेछ। त्यसैले आजैबाट संरक्षणको संस्कार विकास गर्नु नै उज्जवल भविष्यको आधार हो।